हामी यता देवी मन्दिर गएर दर्शन गरिसक्यौं र अब हामी जाँदैछौं नामराङ ढुङ्गा प्रति। यो जीवनको बाटो जस्तै उकाली र ओह्राली देवी मन्दिरदेखि देवी नै उकालो आउँदैछ। यहाँ नौ दुर्गा देवी को स्वरूप मेरो जीवन साथी। एउटा बाटो यता पनि छ, अर्को बाटो यता पनि छ। हामी जानुपर्ने त्यो माथि देख्दै गरेको पिक माथि टपमा जानुपर्ने हो। यति इन्ट्रेस्टिङ बाटो छ, यति रमाइलो गफको साथमा हामी हिँड्छौँ। अन्तिमसम्म भिडियो हेर्नु होला। तपाईको यो लास्टसम्म यो भिडियो हेर्नुभयो भने हामीलाई पनि हाम्रो पनि वाच टाइम बढ्छ, राम्रो हुन्छ। राम्रो कजको लागि यसबाट कमाइएको पैसाहरू हामी 10% त हाम्रो सधैँ लाइफमा जति पनि हामी कमाउँछौँ 10% हाम्रो च्यारिटीमा त जान्छै जान्छ। र यसरी भिडियो बनाएकोदेखि हामीले कमाएको पैसाहरू साँच्चै राम्रो जग्गामै लाग्छ। हामी साँच्चै राम्रो जग्गामा मात्रै खर्च गर्छौँ। आउनु न, यो हाम्रो चार्ली एउटा वफादारी हाम्रो पछि कहिले छोड्दैन। यहाँ आएपछि हामीले यहीँ राखेको छौँ यसलाई। माथि रुमदेखि आएको हो यो चार्ली। रुममा उसले बच्चा पनि हुर्कायो, पनि एउटा आमा हो। र यस्तो मिस्टेरियस जग्गामा हामी अब जाँदैछौँ। यस्तो दामी जग्गा छ यो जग्गा। उँधो यता भित्र ओडा चाहिँ ढुङ्गा हो। यो पनि ढुङ्गा, यतादेखि यता जाने जग्गा छ। यहाँ भित्र पनि भित्र ओडार छ। यसको बिचमा एउटा मानसरोवर भने जस्तै प्रकारले बनाइयो ढुङ्गा। यो ठुलो ढुङ्गा, यसको टपमा चाहिँ मन्दिर छ, जो त्यहाँ शिवजीको मूर्ति राखिएको छ। त्यहाँनिर एउटा सिक्किम टुरिज्म पनि हो, सिक्किमको एउटा टुरिस्ट प्लेस पनि हो। ए चार्ली। र यो भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईँ अहिले हेर्न भ्याउनु भएको छैन भने पनि कसैलाई सेयर गरिराख्नुहोस्, कि त सेभ गरिराख्नुहोस्, कि त आफ्नैमा वाट्सएपमा पठाइराख्नुहोस्, कि टाइम पाएको बेला तपाईँले हेरिदिनु होला, हेर्नु होला। यो तपाईँहरूलाई पनि मनोरञ्जन त हुन्छ, साथसाथै हामीलाई पनि हाम्रो पनि वाच टाइम बढ्छ। दुइटै काम हुन्छ यसमा। यो इन्फर्मेसनमा हामी हेर्नु हो भने यो नामराङ तुमेन नामराङ ढुङ्गामा एउटा सिक्किम टुरिज्मको एउटा स्पट छ। यहाँनिर आएर भिजिट गर्न सक्नुहुन्छ। र जो पनि आउन पाउनु भएको छैन तपाईँहरूलाई म यो भिडियोदेखि देखाउँदैछु। यहाँदेखि उँभो जाने बाटो छ। यस्तो डरलाग्दो जग्गादेखि हामी निस्केर आयौँ ओडारदेखि भने अब यता उकालो हामी जान्छौँ।